3 लाख नाग्यो सुनको भाउ। एक पछि अर्को गर्दै सुन र चाँदीको भाउमा नयाँ रेकर्ड कायम। नमस्कार, सुन चाँदी युट्युब च्यानलमा तपाईहरूलाई हार्दिक स्वागत छ। म आज साउन महिनाको 23 गते शनिबारको आधिकारिक सुन चाँदी भाउ दर लिएर उपस्थित भएको छु। आज शनिबार सुन र चाँदीको भाउ कुन बिन्दुमा पुग्यो त? आउनुहोस् विस्तृतमा जानकारी लिऊँ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रति तोला 3,01,700 रुपियाँ कायम गरिएको छ भने हिजो शुक्रबार छापावाला सुन प्रति तोला 2,96,900 रुपियाँ कायम गरिएको थियो। त्यसैको तुलनामा आज सुन प्रति तोला 4,800 रुपियाँले बढेको छ। त्यसै गरी चाँदीको मूल्यमा पनि भारी वृद्धि आएको छ। आज चाँदी प्रति तोला 4,645 रुपियाँमा कारोबार भइरहेको छ। हिजो शुक्रबार चाँदी प्रति तोला 4,580 रुपियाँमा कारोबार भएको थियो। त्यसैको तुलनामा आज चाँदी प्रति तोला 65 रुपियाँले भारी वृद्धि आएको छ। तपाईलाई के लाग्छ, भोलि सुन र चाँदीको भाउ बढ्ला या घट्ला? आफ्नो विचार कमेन्टमा पक्कै गर्नुहोला। सुन र चाँदीको भाउ सबैभन्दा चाँडो थाहा पाउन हाम्रो च्यानललाई सब्स्क्राइब गर्न भने नभुल्नुहोला। धन्यवाद।